हो खैनी खानुहोस् न खैनी बडा खैनी माडेर खानुहोस् न समर करिडोरको बाटो अब मूल घाटबाट के छ यार अब हामी तमर आइपुग्नु लाग्यो होइन के यार त्यो डन्डीको पाहाडमा निक्ल्यो भुल लागिरहेको छ मा कुरकुरे किन्छ अब हामी बास बसेको ठाउँ जसलाई ठुलो फेदी भनिन्छ त्यो ठ्याक्कै यही हो ए हस् प्लिज त्यही भएर यो नटिप्नु नखानु भन्छ नि त अब लालीगुँडा सम्झना झ्यामझ्याम खाइदिन्छन् यो भोजपत्र पनि हो यसको हजुर दबाई जडीबुटी बनाउने यो बोक्रा हुन्छ उहिले यो प्राचीनको कागजहरू हो क्या हजुर हजुर यो बोक्रा आउँछ यसो कागज ए यो बोक्रा ओके हो यसमा चाहिँ हजुर जडीबुटी दबाईहरू बनायो भने हामी छ टोली आउँदैछ पछाडि अब ए 8 जना हुन्छ हामी पनि 8 जना हो अब बिस्तारै गाडी सुके टारमै छ गाडी त हुँदै हिजो कति पैसा लियो त्यहाँबाट भाडा तिनीहरूले त्यो हामी रिजर्भ गर्दाखेरि त लगभग 4000 रुपियाँ लिँदो रहेछ यिनीहरूले 500 रुपियाँ त 8 पंचे 40 भयो तपाईँलाई पनि हामीलाई पनि 8 पंचे ए त्यही हिसाबले आउनु है ठिक छ 13 जना हाल्ने अब 1-2 जना गरेर मान्छे छैन ल अब आइपुग्नु लाग्यो अब धेरै छैन मन्दिरको दर्शन गर्ने क्रममा हामी अब लगभग अन्तिम पडावमा आइपुगेको छौँ अब दर्शनार्थीहरू पनि धेरै थकित देखिन्छ अब लगभग आइसकेको छ यही कारण हुनसक्छ कहाँबाट आउनुभएको हजुर मोरङबाट होइन अब आइपुग्यो त्यही भएर अलिक थकाइ लाग्यो होइन हामी चाहिँ इटहरीबाट आएको एउटै हो हामी पनि थाकेकै छौँ ए सुन्दर रहेछ ए ठिक छ नमस्कार दर्शन नमस्ते अब पाथी भएर दर्शन गर्न आउनु भएको छ होइन अब हामीभन्दा त उमेरमा धेरै सिनियर देखिनुहुन्छ तर हजुर तर उहाँको चाहिँ अब यसरी डोरी बेर्दै आउनुपर्छ तलबाट हामीभन्दा अझ अप्ठ्यारो गरी भनौँ न एक हिसाबले हजुर माताको अब कृपा केही अब हजुर माताबाट अलिकति श्रद्धा सुमन सौगात लिएर जाउँ भनेर श्रद्धा सुमन अर्पण गर्नु पर्यो होइन आफूले सक्ने अब के छ ठिक छ ल हेर्नु त अब बुवा यस्तो अब यो उमेरमा पनि टक्क यसरी आउनु भएको छ एकदम चिल्लो हुनुहुन्छ त्यस्तो राम्रै हुनुहुन्छ ल ल भयो है त धन्यवाद भनेपछि त कहिले कति बजेबाट हो आमा भनेपछि त बहुत टाइम लाग्छ त होइन कान्छी थानदेखि त त्यो धागो पनि लामो छ है लामै छ यो डर लागेको अझै उब्रिने यस्तो छ वहीँसम्म पुऱ्याउनु पऱ्यो होइन ल ठिक माथिसम्म नै श्रद्धालु भक्तजन आफ्नो भक्ति प्रकट गर्दै विभिन्न तरिकाले आस्था र विश्वास माताप्रति दर्शाउनु हुँदैछ कहाँबाट आउनु हजुर भन्न मिल्छ ए हजुर भनेपछि आइराख्नुहुन्छ यहाँ ल सालमा एकचोटि ठिक छ त धन्यवाद हजुरलाई
आउँदै हुनुहुन्छ ल यता हाई गरिदिनु पर्यो पाथिभरा माता कि हो आमा आइपुग्यो ल र हेर्नुहोस् सबै पहाडलाई देख्ने गरी ठुलो पहाडमा बस्नु भएको छ उहाँ माथिल्लो फेदीबाट 4 बजे हिँडेको हामी बिहान र अहिले पाथिभरा जुन पहाड छ माताको चाहिँ वासस्थानसम्म आइपुग्नलाई लगभग 5 बजेर 47 मिनेटमा लगभग सामान्य हिसाबले हिँड्दाखेरि पनि 1.5 घन्टादेखि 2 घन्टा लाग्ने रहेछ तर हिँड्ने मान्छेहरू अलिक डरै भएको हुनाले 2 घन्टाभन्दा कम समयमा आइपुगेको छ ताप्लेजुङसम्म कुनै पनि माध्यमबाट आएर त्यस पछाडि यो बिचमा कच्ची सडक छ अहिले र यो कच्ची सडक पार गर्दै सानो फेदीसम्म आउने त्यस पछाडि 4 व्हिलर्सको मद्दतले सानो फेदीसम्म आएर ठुलो फेदीसम्म पैदल आएर अनि फेरि भोलिपल्ट पाथिभरा माताको मन्दिरमा आउँछौँ र यो 7 ब्युटिफुल हिल्स पहाड बादल आज हिमालहरू त्यति राम्रो देखिएको छैन मेन इन्ट्रान्स मन्दिरको फाइनली हामी बिहान 4 बजे ठुलो फेदीबाट हिँडेर लगभग 6 बजेर 48 मिनट पौने 7 मा भनौँ न माता पाथिभराको मन्दिरमा आइपुगेको छौँ आइपुग्नै लाग्यो र यहाँ डाँडामा विराजमान हुनुहुन्छ माता पाथिभरा स्यास्या भइरहेछ अलिअलि सच अ ब्युटिफुल प्लेस सच अ ब्युटिफुल प्लेस वरिपरि डाँडाको बिचमा एउटा अग्लो डाँडा र त्यहाँ माता पाथिभरा विराजमान हुनुहुन्छ दर्शनार्थीहरू आउने जाने क्रम जारी छ मेरिट फाइनली वी मेड इट We are on the top. माताको आशीर्वाद दिनलाई घन्टीबाट कञ्चनजङ्घा
आज पाथिभरा माता मुकुलुङको दर्शन गरेर आएको मुकुलुङको के भन्ने अब कुनै शब्द छैन यहाँको वर्णन अब जे भयो नि अब पहाड हो पहाडको पूजा गरेर आइयो भन्नु पर्यो नेपालको पूजा गरेर आइयो भन्नु पर्यो ल धन्यवाद 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 यसरी बाटो अवरुद्ध भइसकेपछि पुनः हामी फेरि 5 थर फर्किएर मध्यपहाडी लोकमार्ग हुँदै हामी फेरि तमर खोला तरेर आट्राई को बाटो तेह्रथुमतिर लाग्यौं। यसरी फेरि फन्को मार्दै लामो बाटो लाग्ने स्थिति पैदा भयो र यसरी आट्राई बजार हुँदै तेह्रथुमको पल्लो छेउ जो 5 थरको नजिक छ र यो बाटो हेर्दाखेरि हामीलाई तमर करिडोर जो डिस्टर्ब थियो त्यो बाटो पनि हिँड्न मिलेन। जाने इच्छा त हाम्रो इलामबाट थियो पहिरो र त्यो दुर्घटनाले गर्दा हामी त्यो बाटो पनि जान सकेनौं। र यसरी तेह्रथुमको आट्राई हुँदै हामी फेरि तेह्रथुमको म्यागलुङ बजारतिर जाँदैछौँ र म्यागलुङ बजारपछि आउने विभिन्न लसुने गुराँसे बसन्तपुर हुँदै पहाडका मनमोहक दृश्यहरू निहाल्दै हामी हिले बजारतर्फ पुग्यौं। यसरी पाथिभरा माताको आशीर्वाद लिइकन पुनः तेह्रथुमको फन्को मार्दै बसन्तपुर हुँदै हामी हिले बजार आइपुगेका छौँ। मैले भन्दिछु हजुर हिलेको गुम्बा हो नि त यो। पहिला आएको थिएँ म यहाँ हिलेको गुम्बामा आएको थिएँ।
टुम्बा चोक गयो हामी यतैबाट त्यहाँ टुम्बा चोक छ त अगाडि यो निकै अगाडि छ क्या है नाम त तलकै भयो त मध्य पहाडी लोकमार्ग हुँदै कोशी राजमार्ग हुँदै हिले बजार आइपुगेका छौँ हामी होइन बाटो सबै बन्द छ दह्रो पहाडको घुमाइ भएको छ है तिमी कस्तो के भएको यस्तो